हेलो गाइज वेलकम टु माई ब्रदर्स न्यू ब्लग। त आज हामीहरू मासु लग्न आएको थिएँ। यहाँ दाइ उभिनु भएको छ अनि यहाँ चाहिँ मासु काट्दै हुनुहुन्छ, हेर्न सक्नुहुन्छ हजुरहरू। अनि दाइ चाहिँ प्राइस सोध्न यस्तो। त हाम्रो फुल प्लानमा पनिर अनि मासु बनाएर खाने प्लान थियो। त यहाँ दाइ हेर्न सक्नुहुन्छ, यहाँ मासु बन्द गर्न आछन्, गर्दैछन्। अब सो गाइज अनि हामी चाहिँ एउटा मासु लिएर जान लाग्यौँ भनेर हेर्न सक्नुहुन्छ। हामी चाहिँ अब सिधै गएर पनिरको दोकानमा रोकिनेछौँ, हेर्न सक्नुहुन्छ। अनि यहाँको बाटो चाहिँ लास्टै हिलो छ, हेर्न सक्नुहुन्छ। नयाँ पिच बनाइराख नि त, नयाँ बाटो बनाइराख त्यसैले एकदम खचाराजब बाटो हेर्न सक्नुहुन्छ। अनि हामी चाहिँ अब पनिरको पसलमा जानेछौँ, हेर्न सक्नुहुन्छ। मजाले पनिरको पसलमा गएर अनि दाइले सोध्नेछु मजाले, हेलो दाइ, पनिर दिन्न पनिर। के हो त, केही बोल्दैन नि त। दुई सयको 200 खालिदिनु। किन हो, बोल्नु न क्या दाइ? ए 200 हालिदिनु। सो गाइजहरू हामीले चाहिँ पनिर लिएर अब जान लागेको होइन। अब चाहिँ अब सिधै घरतिर जानुपर्छ। अब घर गएर मजाले पनिर भयो, मासु भयो, गाइजहरू मजाले बनाएर अनि हजुरहरूलाई पुरा फुल भिडियो देखाउनेछु। अनि अहिले चाहिँ अँध्यारो भइरहेको छ गाइजहरू, हेर्न सक्नुहुन्छ। अब धेरै अँध्यारो भइसकेको छ। अब चाहिँ हामी अब ठ्याक्क घर पुग्छौँ अनि त्यसपछि हजुरलाई ठ्याक्क देखाउनेछौँ। त्यतिसम्म लागि बाई गाइज। यहाँ चाहिँ हामी मासुको लागि मासु यहाँ चाहिँ हेर्न सक्नुहुन्छ। मासु चाहिँ अहिले फ्राई हुन्छ, हेर्न सक्नुहुन्छ गाइज। अब यसलाई फुगाल्नु पऱ्यो होइन। फुटाएर होइन यसमा थालीमा हाल्नु पऱ्यो गाइज। हेर्न सक्नुहुन्छ गाइस, थालीमा हालिसकेको छु होइन। अनि यसलाई चाहिँ अब ट्याक्क एकछिनमा होइन हुन्छ। अनि यहाँ चाहिँ हाम्रो भात बिसाल्नु होइन गाइसहरू, अहिले बिसाल्छु म होइन। सक्नुहुन्छ गाइसहरू, यहाँ पानी हालिसकेको छु मैले होइन। अनि यहाँ अर्को हातमा हेर्न सक्नुहुन्छ उता। सो गाइस आज चाहिँ हेर्न सक्नुहुन्छ, मैले चाहिँ यहाँ भात बिसाल्न स्टार्ट गरिसकेको छु, कता यता राख्ने होइन। अनि यहाँ चाहिँ राख्न सकेको छु। अनि यहाँ चाहिँ अब ढक्कन लगाउनु पर्ने छ होइन। अब ढक्कन शरीरले बाँध्नुपर्छ गाइस, हेर्न सक्नुहुन्छ। अनि सो गाइस यहाँ धेरै आपद छ होइन। अब यस्तो छ गरिब फ्यामिली बोले गाइस, हेर्न सक्नुहुन्छ। यहाँ बोलिसकेको छ होइन। अनि सो मात्र 5 होइन। सो गाइस यहाँ तेल चाहिँ हामीले हाल्न लागिसकेको छ होइन। अनि आज चाहिँ यो पनिर हेर्न सक्नुहुन्छ, एकजनाको लागि मात्र हो होइन गाइस। यो पनिर चाहिँ एकजनाको लागि मात्र हो गाइस होइन। यहाँ हेर्न सक्नुहुन्छ, हामी चाहिँ यो मासु खाने होइन। अनि मासु नखानेलाई चाहिँ पनिर छ यहाँ होइन। पनिर खाने चाहिँ यहाँ छन् गाइस। हामी चाहिँ मासु खाने, यहाँ हेर्न सक्नुहुन्छ। हामीले चाहिँ आफ्नो लागि मासु लिएर आइसकेको छ। अनि आज चाहिँ यहाँ अब तेलमा चाहिँ अब यो पनिर हालिदिन्छ अहिले एकछिनमा। के भन्छ यसलाई, के हो टमाटर प्याज त हो र बुझेँ मैले। कद्दुकस गरिराख्नु भाइले होइन, हेर्न सक्नुहुन्छ। भाइले कद्दुकस गर्न गइरहेको छ। अनि यहाँ हेर्न सक्नुहुन्छ मेरो फ्यान आएको छ होइन। यहाँ हाम्रो फ्यान हेर्न सक्नुहुन्छ। हामीले चाहिँ फ्राई गर्न गइसके, हेर्न सक्नुहुन्छ। फ्राई चाहिँ एकदम राम्रो तरिकाले गइरहेको छ होइन। यो मासु नखानेवालाले हो गाइस पनिर होइन चाहिँ। अब हामी चाहिँ अब
ननभेजवाला हो होइन भाइ। अनि यो चाहिँ फ्राई निकाल्नेछौँ होइन अहिले निकालेर अनि मसला ससलाहरू हाल्नेछौँ हामी। तिजोलसम्मको लागि हेर्न सक्नुहुन्छ हामी चाहिँ सुरु निकाल्नको लागि सुरु भइसक्यौँ। फ्राई भइसकेको छ, राम्रो फ्राई भइसकेको छ। हामी चाहिँ दामी तरिकाले फ्राई भइसकेको छ। राम्रो छ गाइस। चाहिँ अब फ्राई पनि त यस्तै हो, कालो कालो भएर गाइस तेल उठ्नुमा गाइस होइन, धेरै बोल्यो भने बन्छ। अब यसै गरी होइन गाइज, अब च्यानललाई हल्का सपोर्ट गरिदिनु पऱ्यो होइन गाइज। अदरक हामीहरूको अदरक अनि खुर्सानी भयो, अनि लसुन अनि हजुरको धेरै किसिमका यहाँ छन् होइन। अनि त्यो हाल्न गइरहेको छ। मसला हालिसकेको छु हेर्न सक्नुहुन्छ। गिर्बी दामी गिर्बी बनिरहेको छ, रातो रातो भइसकेको छ। अब नुन हाल्नु पऱ्यो गाइस, नुन आइसकेको छ हेर्न सक्नुहुन्छ। नुन पनि हालिदिन्छ एकछिनमा। अनि हेर्न सक्नुहुन्छ गाइस, लास्टसम्म भिडियो चाहिँ लास्टसम्म हेर्न नबिर्सनु होला। लास्टमा अनि हामी अब त्यसको लागि बाई हेर्न सक्नुहुन्छ। हाम्रो चाहिँ भात चाहिँ सिटी चाहिँ लागिसकेको छ। अब 2 सिटीमा बन्द गर्ने हेर्न सक्नुहुन्छ गाइस। दुई सिटी लागेर हामीले चाहिँ अब बन्द गरिदिइसकेको छ हेर्न सक्नुहुन्छ। भात चाहिँ रेडी भयो। अब यहाँ चाहिँ पानी हाल्नु लागिसकेको छ होइन। हामी चाहिँ पानी हालेर एकछिन चलाएर अनि राम्ररी चलाएर हामीले चाहिँ अब यसलाई ग्रेभी दामी ग्रेभी पनि राम्रो हुनु पऱ्यो नि त। त्यसरी घोलेर यसरी मजाले हजुरले हेर्न सक्नुहुन्छ। अब चाहिँ यो झोल चाहिँ दामी भइसकेको छ। ग्रेभी चाहिँ राम्रो भइसकेको छ। अनि पनिर चाहिँ गाइस 2-4 टुक्रा मात्र होला होइन, तर केही छैन, एकजनाको लागि मात्र हो। अब हामी चाहिँ अब ननभेज खाना हेर्न सक्नुहुन्छ। भेज चाहिँ आफ्नो लागि त्यति बनाइरहेको छ। एकदम दामी बनाउँछ होइन। अब टेस्ट एकदम राम्रो बनाउँछ। अनि गाइस हेर्न सक्नुहुन्छ। अनि यसको माथिबाट अब धनिया हालिसकेको छु। अब चाहिँ बन्द गर्न गइरहेको छु गाइसहरू। अब चाहिँ गाइस अब एकछिन अब उम्लिन्छ होइन, त्यसपछि बन्द गर्नेछु। सो गाइस अनि त्यसैसम्मले 5 मिनट जेलसम्मको लागि बाई।